What's up everybody? हजुर सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। यो चाहिँ मेरो फेरि टाइम पास भ्लग हो है। र अहिले चाहिँ हल्का मैले खतरनाक हल्का इम्प्रुभ गर्न खोजिरहेको छु। मैले पहिला यस्तो हातमा छोपेर घाल लाउँदै हिँड्थेँ तर मैले अहिले चाहिँ हल्का अड्डाएर हल्का प्रोफेसनल सर्ट लिन खोजिरहेको है। अब चाहिँ आज चाहिँ म के हो हाम्रो भिडियोमा के गर्ने भनेको आज हामीले भिडियोमा के गर्ने भनेको चाहिँ आज म कहाँ छु होला गेस गर्नु। आम इन द वुड गाइज। सो आज चाहिँ म जङ्गलमा छु र हामीले जङ्गल हाम्रो पुरेना जङ्गल हाम्रो यो बुद्धभूमि 2 पुरेना जङ्गलमा हामी एक्सप्लोर गर्नेवाला छौँ। र हामी चाहिँ लगभग 1 किलोमिटर जति भित्र गएर एक्सप्लोर गर्ने। र म कम्प्लिटली सोलो, कोही छैन, न क्यामेरामा न कोही, म एक्लो छु गाइज। र मैले चाहिँ घरबाट सुनेको थिएँ यहाँ तीनवटा बाघहरू छन् बाहिर हल्लिरहेका, तर मलाई बाघ लाग्छ र बाघहरू त मेरो यस्तै साथी हुन् के। हे जस्ट किडिङ गाइज। अब चाहिँ हामीले के गर्नेवाला छौँ आज। ल म हजुरलाई मैले इक्विपमेन्ट देखाउँछु है त। सबैभन्दा सुरुमा छ मेरो अम्ब्रेला। सो आज चाहिँ बहुत गर्मी रहेको छ, गर्मी भएको कारणले अब अम्ब्रेला छ नि त। अम्ब्रेला भन्ने बुझ्नुहुन्छ होला, छाता। सो छाता हाम्रो चाहिँ भइसक्यो। अब रोप्नुहोस्। अर्को चिज छ मस्त ब्याग, केही स्पेसल चिज भेटायो भने स्टोर गर्न पऱ्यो है। त्यो रियल लाइफ माइनक्राफ्ट जस्तै भनौँ अनि मस्त एउटा स्पेसल चिज छ। यो मैले होममेड बनाएको है गाइस। लाइक पुरै मैले यो पुरै सेप दिएको होइन। यो छ नि, यो बिड पनि मैले बनाएको अनि यसमा धार नि मैले लगाएको। यो पुरै रस्टी भएको थियो तर मैले फेरि उ गरेँ, खतरा भएको छ। र आज चाहिँ हामी यिनी इक्विपमेन्टले चाहिँ केही न केही गर्ने या केही न केही डिस्कभर गर्ने भन्ने सोचमा छौँ। र लास्टसम्म मैले केही डिस्कभर गर्न सक्छु, के खानेकुरा भेटाउन सक्छु लास्टसम्म हेर्नुलाई त। लेट्स गो। बुम। अहिले चाहिँ म यस्तो ठाउँमा, मतलब हेर्नुहोस् सही छ नि जङ्गल। जुन पहिल्यै यस्तो बाटो थिएन, फेरि डोजरले बाटो बनाइदियो। यो सबै फेरि पुरै जङ्गलमा बाटो छ कि डरै लाग्दैन होला भन्नुहुन्छ होला। डर लाग्छ नै, मतलब पुरै बाटो छैन, आधी बाटो मात्रै। र चाहिँ गइज अब चाहिँ हाम्रो जङ्गलमा के फल्दैछ भनेर पनि हजुरलाई इन्फर्म गर्नु पऱ्यो। हजुर त अब बिस्तारमा सुतेर मात्रै बस्ने हो, म जस्तो खतरनाक मान्छे हुनु होला। ल हेर्नु है त के होला त। यो हो थाकल, यसलाई भन्छन् वाइल्ड, इङ्ग्लिसमा यसलाई के भन्छन् रेमिडिकल, वाइल्ड डेट्स। सो डेट्स भनेको खजुर भइहाल्छ र यो वाइल्ड जङ्गली डेट्स चाहिँ यो गुगलमा गएर सर्च गरिनुहुन्छ। आम एक्चुली राइट। सो लेट्स राइट। यो इट इज नट कम्प्लिटली प्रिपेयर्ड or मेच्योर्ड। आम लाइक यो अझै मेच्योर्ड प्लान्ट छैन नि त, यो भर्खर बच्चा त हुने। त्यही भएर अरे इङ्ग्लिस बोले हो गाइज, इनफ ब्रागिङ। यहाँ फेरि तिनी छन् र हामीले चाहिँ अर्को भ्लग आउँछ हामीले थाकल हन्टिङको है त। र अहिले चाहिँ म जङ्गलमा एक्सप्लोर गरिरहन्छु। अब इनफ ब्रागिङ है गाइज। अब चाहिँ साँच्चै म के भन्दा थिएँ इङ्ग्लिस होइन। अब हजुर इङ्ग्लिस जति बोल्यो त्यति चाहिँ आउने हो नि त। कुनै पनि प्र्याक्टिस मेक अ पर्सन पर्फेक्ट राइट। द्याट्स फकिङ डिजे। सो गाइज त्यो चाहिँ डिजे थियो एउटा भचक गर्दै। तिमी थारूको बानी थाहा छ हजुरलाई, ट्र्याक्टरमा चाहिँ डिजे लोड गरेर ढचक गर्दै मतलब के हो भनेर उयोहरूको चाहिँ है त गाइज। सो म जबसम्म मैले इन्ट्रेस्टिङ चिज भेटाउनु त चाहिँ अहिले चाहिँ ल त सिधै इन्ट्रेस्टिङ चिज या के भन्छु त। ल बाइक। I was casually walking. Guess what I just found? Bone. Boom. So guys, यहाँ हेर्नु त, I shouldn't touch it, but who cares, dude? Oh my god. Like it's a buffalo bone, I guess. So guys, यो चाहिँ एउटा हड्डी हो। कस्तो हड्डी भन्दा चाहिँ भैँसीको हड्डी हो। ओए यहाँ नि हड्डी हो गाइज। हो मैले यहीँ fuck yeah dude. I'm sorry guys for using swear words, but the scene is good. Dude, my god. So let's guess है त यो कहाँको हड्डी होला। तपाईँ लाग्छ अहिले मुखको हड्डी होइन, मुखको हड्डी हुँदै हो कि कहाँको हड्डी हो यो। सो यो चाहिँ मलाई लाग्छ जोइन्ट्सतिरको हो क्या। या जहाँको भने बाल भयो त। हड्डी चाहिँ कुल चिज हो, यहाँ हड्डी हो। यहाँ पक्का नि एउटा ऊ फेकेको आउनु गाइज। के फेकायो भन्दाखेरि त्यही हट के अरे भैँसी मऱ्यो, भैँसी फेकिहाल्यो नि।
सो गाइज के बाघहरू छैन मैले अहिले पहिल्यै भनिसकेँ गाइज बाघहरू चाहिँ मेरा साथीहरू नै। सो गाइज मेरो सफर निरन्तर बढिरहेको छु र यस्तै यो जङ्गलमा डर लागिरहेको थियो त्यही पनि म अघि बढिरहेको छु यसैको लागि लाइक सेयर। सो गाइज अहिले चाहिँ म चाहिँ एउटा खतरनाक डिस्कभरी पुगेँ। मलाई थाहा थिएन कि मेरो जङ्गलमा एउटा यस्तो राम्रो पुल छ। सो एउटा स्टुपिड डिस्कभरी हो यो चाहिँ पहिल्यैदेखि थियो मैले पनि देखेको थिएँ। सो म अगाडि बढ्छु अनि हजुरलाई भन्छु है त ल। खुर्पा सो गाइस यहाँ चाहिँ आदिवासीहरू बस्न सक्छन्। सो यो चाहिँ वान अफ द मोस्ट डेन्जरस वर्ल्डकै एमाजोन रेन फरेस्ट भन्दा पनि डरलाग्दो र डेन्जरस। पुगिन्छ यार 1 किलोमिटर। अरे मेरो मोबाइल कहाँ गयो? मेरो मोबाइल त यहाँ रहेछ। सो गाइस हजुर म त कस्तो डर लाग्यो मेरो मोबाइल कहाँ गयो भनेर। मोबाइल चाहिँ होइन आजकल चाहिँ यो मोबाइलमा खुट्टा लाग्दैन नयाँ मोडल हो मेरो। मोबाइलमा खुट्टा हुन्छ अनि फुत्ता भागिरहेको छ कि सुमा। सो गाइस अब मैले गुगलमा ट्र्याकर हेर्छु अनि म कति किलोमिटर हिँडेँ कति पो किलोमिटर हिँडेँ त्यही पनि हेर्छु है त लगाइछ है त। के भेटाएन हामी यो मोबाइल कति यताउता जान्छ। गाइज सो सरी यो मोबाइल चाहिँ यताउता जान्छ अब के गर्ने। सो गाइज म चाहिँ हाम्रो यो जुन डोजरले खनेको बाटो छ नि त्यो चाहिँ कम्प्लिट भइसकेको छ र मैले चाहिँ यहाँ गाडी हिँडेको आवाज जस्तै हाम्रो मलाई लाग्छ हाइवे नजिक छ। सो हाम्रो चेक पोइन्ट चाहिँ हाइवे त मोरै नि होइन बहुत टाढा हाइवे त्यही पनि ट्राई गर्छु हाइवे पुग्ने। सो है त सो गाइज मैले बाघ भेटाउँदा बित्तिकै हजुरलाई मैले खबर गरिहाल्छु है त है त गाइज। है त हल्का डिपर जङ्गल चाहिँ हामी भेटाइसकेका छौँ। यो चाहिँ हल्का बल्ल यो चौतारी भन्ने चिज हो। यो चौतारी भन्ने चिज चाहिँ हेर्दाखेरि राम्रो देखिन्छ। यो बाटो चाहिँ बहुत न्यारो गाई चाहिँ यताबाट बाघहरू आउन सक्छ। सो आम लिटल बिट स्केयर्ड। सो बाटो सानो छ ल त। सो आज म अफिसियली डेन्जर जोनमा पुगिसकेको छु। सो आएर नै अब म यो बाटो जाम कि यो बाटो जाम। सो आई थिङ्क है इस्ट जानै ठिक हुन्छ। इस्ट हेर्नु इस्ट गए अझै गहिरोमा गइन्छ र मलाई अहिले गाडी डर त लागिरहेको छ अब के गर्ने जानु परिहाल्यो। धेरै नजाम अब खै त हेरौँ है त। सो आम नट किडिङ है गाइजन। यो ऐनासम्म त गाडी साडी यस्तो आवाज आइरहेको थियो यो शान्तले पनि डर लाग्दो रहेछ। डर बहुत लागिरहेको है। त्यो पात खसेको टिचिक मेरो गु निकालिदिरहेछ। बट बियर ग्रिसले के भन्थ्यो किनकि डर लाग्यो मलाई। के हो आई थिङ्क आई सुड रिट्रिट है त। लाइक अब चाहिँ फर्किँदै गरौँ यस्तो चिन्ना विन्ना बनाऊँ अनि फर्किँदै।
के पो होला है लाइक के पो होला र लाइक के पो पोसिबली रङ हुनसक्छ है होइन के पो पोसिबली रङ पो होला सो अहिले चाहिँ म यति हिँड्दाछु र चाहिँ म अगाडि बढिरहेको ल त गाइस वाट वुड पोसिबली गो रङ है होइन के पो रङ जान सक्छ मेरो फक मेरो मोबाइल खोइ दे चिन्ता नमान तर म अगाडि नाचेर देखा नाच त नाच सो गाइस म चाहिँ अब फर्किसकेँ जङ्गलबाट र जङ्गलबाट फर्किनुभन्दा पहिले चाहिँ मैले पहिलाको भिडियोमा भनेको थिएँ कि जसले कमेन्ट गर्नुहुन्छ उहाँलाई चाहिँ साउट आउट पाउनुहुन्छ भनेर सो पहिलो जान्छ हाम्रो साउट आउट अङ्कित दाईलाई हाम्रो चाहिँ एउटा बहुत फ्रेन्डली दाई हुनुहुन्छ थ्याङ्क यू भेरी मच फर यर सपोर्ट है त अनि अर्को हुनुहुन्छ मेरो दाई सर्वोच्च पौडेल उहाँले चाहिँ अनि कमेन्ट गर्नुभएको थियो के गर्नुभएको थियो थाहा छैन है खै ठिक छ अन्त सर कमेन्ट गर्नुभएको थियो क्या र थ्याङ्क यू भेरी मच है त दुईजनालाई साउट आउट अनि अझ एउटा गीता पौडेल भन्नेले चाहिँ गर्नुभएको थियो त्यो चाहिँ मैले आफै गरेको टु बी अनेस्ट गाइस अब हजुर मेरो अडियन्स अब थोरै छ नि त के गर्ने जिन्दगी दर्पण छाएर रहेको छ र यसै गरी म यहाँ घरतिर पुगिसकेको छु र चाहिँ ऐनेको बाघको सिनले चाहिँ मेरो चाक दुखेको म यस्तो डर लाग्यो यस्तो यो धन्न त डान्सर बाघ रहेछ त खाइदिन्छ है भर्खर यहाँबाट चरा उडेर गएको चरा लुकेर सातो बुल्लो